अब जीवन म चाहिँ आज कम्पनी बाइक सर्भिसिङको लागि आएको छु। त्यस कारणले म चाहिँ अब हाम्रो कम्पनी कस्तो छ त होइन, अब यहाँ कतिवटा छ त भन्ने विषयमा तपाईँलाई थोरै जानकारी गराउन चाहन्छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। जस्तै यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ हाम्रो दुईवटा छ, एउटा गाडीको छ, एउटा बाइकको छ, दुईवटा छ। किङ राइड पनि, किङ ड्राइभ पनि हो, किङ राइडर पनि हो। हाम्रो चाहिँ उतापट्टि छ, यो चाहिँ गाडीको भयो। हाम्रो भित्रपट्टि चाहिँ बाइकको छ। र यो चाहिँ हाम्रो बाइक राख्ने ठाउँहरू हो होइन। अगाडि गयो भने चाहिँ बाइकको पनि छ। यहाँ चाहिँ कस्तो छ भने गाडीको पनि लाइसेन्स निकाल्न सक्यो, बाइकको नि लाइसेन्स निकाल्न सक्यो। तपाईँ यदि यहाँ हुनुहुन्छ, आफ्नो देशमा हुनुहुन्छ भने अब तपाईँसँग लाइसेन्स छैन भने चाहिँ त्यो पनि निकाल्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो चाहिँ हाम्रो रहेको छ बाइक वर्कसप। यहाँ चाहिँ हाम्रो बाइक बन्दैछ। उहाँ सर हुनुहुन्छ, हाम्रो बाइक बनाइदिने। यहाँ अर्को सर हुनुहुन्छ, स्टाफहरू हुनुहुन्छ यहाँनिर चाहिँ। टक्क हामीले चाहिँ यहाँ आएर चाहिँ टक्क त्यहाँ अगाडि गएर नाम लेख्ने, बाइक नम्बर भनेपछि चाहिँ अनि हाम्रो समस्याहरू यहाँ सबै बताइसकेर चाहिँ हाम्रो लागि बस्ने ठाउँ छ, भित्र रहेको छ। राइडर वेटिङ एरिया भन्ने छ भित्र। त्यहाँ गएर चाहिँ टक्क बस्ने हो। अनि त्यो जाँदा जाँदै म तपाईँलाई के राख्न चाहन्छु भने त्यो मैले बाहिर देखाएको बोर्ड चाहिँ किङ ड्राइभ भयो। यो चाहिँ हाम्रो रहेको छ किङ राइडर। किङ राइडर रहेको छ र हामी यहाँभित्र छिर्नु अघि चाहिँ के छ, हाम्रो फ्री वाइफाई, फ्री वाइफाई छ र हामी भित्र आइसकेका छौँ। भित्र आइसकेपछि चाहिँ यहाँ टक्क बस्ने, त्यहाँनिर आफ्नो समस्याहरू बनिसकेपछि यसरी बस्ने हो। यहाँ टक्क मोबाइल चलाएर अनि बाइक साइक बनिसकेपछि अनि त्यहाँका अनि ल बाइक बन्यो भनेर भन्न आउँछन्। त्यसपछि अनि सट्ट उठेर जाने हो। यदि तपाईँलाई अब माथि जानु छ, अफिसमा जानु छ, केही समस्याहरू भन्नु छ भने चाहिँ सर र माथि जानु होला। जानेछु टक्क यसरी सर र गएर चाहिँ नि भर्याङ चढ्दै 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 माथि जान्छु। त्यसपछि ल हामी मेन अफिसमा चाहिँ आइसकेका छौँ। अहिले रमजान चलिरहेको छ। रमजान चलिरहेको कारणले चाहिँ अब सर म्यामहरू चाहिँ आइसक्नु भएको छैन। अहिले अब अरू दिन चाहिँ अब हाम्रो अफिस, यो अफिस खुल्ने टाइम चाहिँ 9 बजे हो, तर रमजान कारणले चाहिँ 10 बजे खोल्छ। त्यही भएर यहाँ सर हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ, अहिले सब खाली हुनुहुन्छ। अब 10 बजे पछि चाहिँ यहाँ सबैजना आउनुहुन्छ। र हाम्रो के छन् त समस्या भन्नेको लागि चाहिँ हाम्रो यहाँनिर सोधपुछको लागि हामी आउन सक्छौँ, बोल्न सक्छौँ। हामीले के बुझेका छैनौँ, मलाई काम गर्दा यस्तो भइरहेछ, उस्तो भइरहेछ भन्दा चाहिँ टक्क हामी यहाँ आएर सोध्न सक्छौँ, बुझ्न सक्छौँ। त्यसै गरी हाम्रो उहाँ सर हासिम हुनुहुन्छ, टक्क एकाउन्टेन्ट म्यानेजर हुनुहुन्छ उहाँ चाहिँ। हामी चाहिँ अब हामीसँग भएको अब सिओडी बुझाउनु पर्ने चाहिँ उहाँ सरलाई बुझाउनेछौँ। र हाम्रो समस्याहरू हेर्ने चाहिँ उहाँ सर म्याम हुनुहुन्छ। उहाँ अहिले आइपुग्नु भएको छैन। अब यो रमजानको कारणले गर्दा चाहिँ अलिक टाइम लाग्न सक्छ। ल हाम्रो अफिस चाहिँ यस्तो छ। यदि तपाईँलाई लाइसेन्स बनाउनलाई गाडीको, बाइकको लाइसेन्स बनाउन चाहनुहुन्छ, दुबईमा हुनुहुन्छ, बाहिर हुनु आफ्नै देशमा बसिरहनु भएको छ, दुबई आएर मलाई डेलिभरी काम गर्छु भन्ने विषयमा जान्न चाहनुहुन्छ भने चाहिँ यस्तै भिडियोलाई हेर्नु होला। र म यो नम्बर पनि छोडिदिनेछु, त्यसमा कन्ट्याक्ट गरेर मिल्न पनि सक्नुहुन्छ।